साथीहरू नमस्कार। तपाईले भर्खरै अहिले राइड शेयरिङ पनि कानुन आयो भने हामीलाई त गाह्रो हुन्छ यताउता भन्नुभयो। जस्तै अब यातायात व्यवसाय सङ्घका पनि आफ्ना केही डिमान्ड्सहरू होलान्, केही डिमान्ड्सहरू अति महत्त्वपूर्ण पनि होलान्। अब यो विद्यार्थीको सवालमा के छ भने यो मैले देखेको यो खालि काठमाडौँ उपत्यकाभन्दा बाहिर त यिनीहरूले डिस्काउन्ट दिँदैन विद्यार्थीलाई है। किनकि म पनि कुनै बेला विद्यार्थी रहेको छु, विद्यार्थी जीवन पार गरेको छु। यिनीहरूले बाहिर चाहिँ मैले दिएको देखाएको छैन। अब कुरो जस्तै यातायात व्यवसाय सङ्घको कुरा छ, निजी वाहनलाई सार्वजनिक रूपमा यसरी अब भनौँ न जसरी यातायातहरूले वाहन युज गर्छन् त्यसरी निजी वाहन युज गर्न हुँदैन, अथवा रातो नम्बर प्लेट र कालो नम्बर प्लेटले सवारी बोक्न पाउँदैन। यो ठिक हो, यो जायज माग पनि हो, यसमा नाजायज कुरो केही छैन। तर यिनीहरूले कहिले पनि सोचेनन् कि यिनीहरूको आफ्नै यातायात व्यवसाय महासङ्घले बाट सञ्चालित यी यातायातहरू कति दुर्गन्धित छन् भन्ने कुराहरू। म काठमाडौँको कपन एरियामा बस्छु। एकचोटि म यी महाशयलाई कपनमा आएर त्यहाँबाट सञ्चालित हुने कि यातायातहरूको अवस्था हेर्न भन्छु म यिनलाई। त्यहाँबाट म नामै भन्छु, यहाँ संयुक्त यातायात, ओम जनता यातायात र अरू दुईटा साना माइक्रो भ्यानहरू पनि चल्छन्। कुनै पनि दिनमा यिनीहरूले आफ्नो मोनोपोली गरेका छन्, जहाँ पायो त्यहीँ रोकेका छन्। मान्छेलाई आफ्नो अफिस जान ढिलो भइसकेको हुन्छ, यिनीहरूलाई त्यो टाइमको पनि म्यानेजमेन्ट गर्न आउँदैन। यिनीहरूले जस्तो पाए त्यस्तो शब्द प्रयोग गरेका छन्, भित्र यात्रु कोचेका छन्, भेडा बाख्रा जसरी कोच्न बाध्य पारेका छन्। कहिले पनि यिनीहरूले खालि आफ्नो स्वार्थ बाहेक यात्रीको कहिले पनि इन्ट्रेस्टमा काम गरेका छैनन्। यिनीहरूलाई लाज लाग्दैन? त्यसमाथि पनि अरू कुराहरू छाडिदिनुहोस्। काठमाडौँमा यिनीहरूबाट सञ्चालित यातायातमा एउटा चाहिँ ड्राइभर र खले, मैले खले भन्नु पुगेँ, सहचालक, त्यसको बोली हेर्नुहोस् त, कुन भाषामा बोल्छ, उसको तपाईँ अटायर हेर्नुहोस् त, उसको लुगा हेर्नुहोस् त, उसको अनुहार हेर्नुहोस् त। गुटखा पाउच चबाएको छ, मुखमा अपशब्द गाली गरेको छ, यात्रीभित्र ठाउँ नहुँदा पनि कोचेको छ, अनि जहाँ पायो त्यहीँ रोकेको छ। अफिस टाइम भइसक्यो हुन्छ, अफिसमा मान्छे जान पाएको हुँदैन, त्यतिखेर मान्छे पठाओ जस्तो कुराहरू त्यो बाध्य हुन्छ त्यो पठाउमा जानका लागि। अनि त्यो कुरा छाडिदिनुहोस्। अब त्यसपछि तपाईँ हेर्नुहोस् ट्याक्सीको मोनोपोली। ट्याक्सीहरूले मनमानी भाडा उठाएका छन्, मिटरमा जान मान्दैनन्। प्रहरीलाई भन्यो भने प्रहरी पनि केही मुख दर्शक भएर हेर्न बाध्य हुन्छ, प्रहरी केही पनि गर्न सक्दैन। नेपालको प्रहरी उस्तै पनि केही गर्न सक्दैन। नेपालको प्रहरीको बारेमा कुरै नगरौँ। अब त्यसपछि तपाईँ उपत्यका छोड्ने गाडीहरू जो नाइट बस भनेर हामी चिनेका छौँ, यिनीहरूको हेर्नुहोस् दादागिरी। म तपाईँलाई भन्छु, अहिले काठमाडौँबाट छुटेको गाडी यस्तो ठाउँमा खाना खुवाउँछ जहाँ अरू यात्रुले कुनै अप्सनै पाउँदैन। एउटा जङ्गलको बिचमा लिएर खाना खुवाउँछ, जहाँ सादा खानाको मूल्य 250 देखि लिएर 300 तिर्न बाध्य छन्। यिनीहरू आफै चुल्ठे मुन्द्रे ड्राइभर र खलासीहरू बसेर मजासँग खसीको मासुसँग भात खान्छन्, अनि त्यसपछि त्यसबाट कमिसन पनि पाउँछन्। तर यात्रुको बारेमा यिनीहरूले कहिले पनि सोच्दैनन्। एसी गाडी भनेर यात्री हाल्छन्, कोच्छन्, बाटोमा एसी बन्द गरिदिन्छन्। यस्तो गर्मीमा तडपाउँछन् यिनीहरू। पहिलो कुरो यिनीहरूले यो बारेमा पनि सोच्न पर्यो कि होइन। अनि अर्को कुरो रह्यो, जस्तै म त आफ्नो लाइफमा इन्डिया पनि गएँ, इन्डिया पनि यातायात देखेँ मैले। एउटा डिसिप्लिनमा चल्छ। क्याबिनमा जेनरली नाइट गाडीमा हामीले सुनेका छौँ लेडिजलाई राख्नै मिल्दैन, जहाँ आफ्नै सिटभन्दा साइडमा राखेर बसिरहेछन्, गफ गर्दै गाडी आँकिरहेछ, मोबाइलमा फोन गरिरहेछ। त्यहाँ चाहिँ यात्रीको ज्यान जोखिममा हुँदैन। अनि त्यसपछि अर्को कुरो रह्यो, एउटै ड्राइभरले गाडी हाँकेर चलाइरहेछ 12-12, 13-13 घन्टा। त्यसैले यी कुराहरू पनि ध्यानमा जाओस्। यी जो बोल्दैछन् यी महाशय, यिनलाई यो कुरो थाहा होस् कि यात्रीले कति शास्ति खेपिरहनु परेको छ। अर्को कुरो, यिनीहरू रोडलाई लिएर यो कहिले पनि धर्ना दिँदैनन्। आज हाम्रो बुटवल नारायणगढ खण्डको दाउन्ने अथवा त्यो पुरै रोडले 1000 दिन पार गरिसक्यो। त्यो रोड चाँडै बनाउनुहोस्। त्यो रोडले गर्दा हाम्रो गाडीहरू बिग्रिन थाले, त्यो रोडले गर्दा गाडीहरू पङ्चर हुन थाले, यात्रीले शास्ति पाए। यिनीहरूको यो डिमान्ड हुँदैन, यिनीहरूले आफ्नो पर्सनल इन्ट्रेस्टको लागि मात्र यो गरिरहेछन्। अहिले पनि तपाईँ हेर्नुहोस् ठाउँमा एम्बुलेन्सले बाटो पाइरहेको छैन। एउटा चाहिँ बिमारी महिला अचानक पनि अब कसैले गाडी चलाउन खोज्यो भने ढुङ्गा हान्दैछन्, गाली गलोज गर्दैछन्। त्यसैले म अझ पनि भन्छु यातायात व्यवसाय सङ्घको अल्टरनेटिभ केही हुनपर्छ नेपालमा। अनि यो खालि मैले यो नेपालमा देखेँ जहाँ चाहिँ सरकारको लगानी एकदम न्यून छ।
खालि यिनीहरूले समिति अलत समिति खारेज गरेर प्रणाली बनाएको छ। यसलाई पनि नियमन गर्न सकेको अवस्था छैन सरकारले। यिनीहरूले दादागिरी शैलीमै नेपालमा यातायात चलाएका छन्। एकचोटि काठमाडौँको त्यो तपाईँ रिङ रोडमा एकछिन यात्रा गर्नुहोस्, तपाईँ थाहा पाउनुहुन्छ, तपाईँलाई लाग्छ कि होइन बरु मैले आफ्नै पर्सनल गाडी किन्दा पनि उपयुक्त हुन्छ। त्यसमाथि पनि यो अर्को कुरो म भन्नै बिर्सिहालेँ। काठमाडौँमा तपाईँ एउटा कुरो के हेर्नुहोस् भनेपछि यातायात एकचोटि तपाईँ यातायातमा चढ्नुहोस्, यातायात गुडिरहेको छ भने अर्को गाडी यदि पछाडि आइरहेको छ भने तुफान कुदाउँछ। यसले हेर्दा पनि हेर्दैन कि भित्र बुढा मान्छेहरू बसिरहेछन्, यसरी ब्रेक खान्छ कि त्यो मान्छेहरू हुत्तिएर अन्त जान्छ। यिनीहरूको यस्तो कम्पिटिसन छ, यस्तो दादागिरी छ कि यात्रुले के बोल्यो भने उसलाई चाहिँ चुप लाउन लगाइन्छ, आफ्नै गाडीमा जान भनेर बाध्य। यिनीहरू त्यस्तै शब्द प्रयोग गर्छन्। यदि म पर्सनली यदि भएको भए त्यो निकायमा यिनीहरूलाई यस्तरी तह लगाउँथे नि। यिनीहरूको दादागिरी खुब भएको छ। रहेको कुरो हो, मान्छेले इन्भेस्ट गरेको छ 80-90 लाख 1 करोड गाडीमा किनेको छ। अब उनीहरूले पनि अभियसली पाउनुपर्छ। सरकारले यातायात व्यवसायसँग जायज माग पुरा गरोस्। जनताले आज दुःख खेल्न थालेको 2 दिन भइसक्यो। कति जनताहरू रोइरहेका छन्। तर यातायात व्यवसायीहरू, तिमीहरू एउटा कुरो सुन, तिमीहरू डिसिप्लिनमा छैनौ। तिमीहरूले चुल्ठे मुन्द्रेको रवैया अपनाएका छौ नेपालमा। यो रवैया छोड। नैतिकता तिमीहरूमा छैन। तिमीहरूको खलासीलाई केही ट्रेनिङ देऊ, तिमीहरूको ड्राइभरलाई केही ट्रेनिङ देऊ, हाउ टु ड्राइभ भेहिकल, हाउ टु ड्राइभ पब्लिक ट्रान्सपोर्ट केही ट्रेनिङ देऊ। तिमीहरूको खलासीलाई केही म्यानर सिकाऊ। तिमीहरूको त्यो खले र ड्राइभरलाई यतिको सिकाऊ कि यार अफिस टाइममा गाडी नरोक, ठाउँमा तुरन्त अफिसमा पुर्याऊ, अनि सिट नहुँदा पनि मान्छे नकोच। अनि अर्को कुरो रह्यो, भर्खर यो महाशयले भन्यो कि आइडेन्टिटी कार्ड हामी सबैलाई छुट दिनुपर्छ। तिमीले रोडको ट्याक्समा केही फ्री केही डिस्काउन्ट पाएका छैनौ त्यो छुट लिए बापत विद्यार्थीले? त्यसैले सबै कुरा सरकारले मध्यनजर गरोस्। र एउटा कुरो म भन्छु, नेपालमा एउटा अल्टरनेटिभ यातायात हुनुपर्छ। अब इन्डिया जस्तै ट्रेन छ, मान्छे ट्रेनमा ट्राभल गर्छ, सरकारको पुरै निगरानी छ ट्रेनमा, पुरै सरकारको लगानी छ। अविच्छिन्न त्यो भन्छ नि उत्तराधिकारवाला निकाय हो इन्डियाको सेन्ट्रल रेलवे, होइन? त्यस्तै केही फटाफट एउटा चाहिँ हुनुपर्छ। यिनीहरूको साँच्चै भन्दा ठाउँमा दादागिरी धेरै छ, किनकि यिनीहरूमा पढे लेखेको मान्छेहरू ग्राउन्ड लेभलमा छैनन्। यिनीहरू सबै नपढेका मान्छेहरू हुन्। तपाईँहरूको पनि आफ्ना गुनासाहरू होलान् साथीहरू। भिडियोमा यसरी बनाएर हाल्नुहोस्, यिनीहरूसँग पुर्याउनुहोस्, सरकारसँग पुर्याउनुहोस्। बहुत दुःख छ, यिनीहरूले बडो दुःख दिएका छन्। यिनीहरूको जायज माग अवश्य पनि पुरा हुन् र यात्रुलाई सेन्टरमा राखेर यात्रुको हक हितलाई पनि ध्यानमा दिएर यिनीहरूका माग पुरा हुन्। सडकको गुणस्तर बढोस्, यात्रीलाई पनि शास्ति नहोस्। आज म धनगढी बस्ने मान्छे, 560 किलोमिटरको यात्रा मैले आज 24 घण्टा लाउनु परिरहेछ। आज म यस्तो लागिरहेछ कि सायद म 1914 को दशकमा बाँचिरहेको छु। त्यसैले यो निकायसम्म पुगोस् र सबैले यो कुराहरूको जानकारी सबैलाई पनि होस् र तुरन्तै यो यातायात व्यवसायसँगको यो जो माग जायज पुरा गरेर यातायात खुलाउने काम चाहिँ गरोस् सरकारले। थ्याङ्क यू भेरी मच।